नमस्कार। कयौं साथीहरूले सरकारलाई डिफेन्स गरिरहेका छन्। हामीहरूले सरकारलाई डिफेन्स गरेर आखिर गर्ने चाहिँ के हो? हामीहरूले राष्ट्रलाई डिफेन्स गर्नुपर्ने छ, देशलाई डिफेन्स गर्नुपर्ने छ। हरेक सरकार आउँछन्, मुद्दा एउटा मात्रै हुन्छ, भ्रष्टाचारको अन्त्य गर्ने। हिजो भर्खरै सुशीला कार्कीको एउटा इन्टरभ्यू हेर्नुभयो तपाईँले? 23 र 24 गतेको आन्दोलनभन्दा पहिला यिनीहरूलाई 5 दिनभित्रमा कानुनको कठघरामा राखेर उभ्याउँछु भनेर भाषण दिनुभएको सुशीला कार्कीले 2 दिन अगाडिको एउटा इन्टरभ्यूमा यहाँभन्दा अगाडिको सरकारलाई हात जोड्छु, त्यसको पछाडि म केही पनि लाग्ने छैन, उहाँहरूले के गर्नुभयो कस्तो गर्नुभयो भनेर। आखिर यो सरकारमा मान्छे गयो भने जो मान्छे गए पनि हुन्छ के भन्न चाहन्छु म। तपाईहरू सबैको कमन मुद्दा हुन्छ भ्रष्टाचारको अन्त्य गर्ने र हरेक चोटि सबै मान्छेहरू सरकारमा गइसक्नुभयो तर पनि भ्रष्टाचारको अन्त्य चाहिँ किन हुन सकिरहेको छैन? मुद्दा एउटै सबैको, भ्रष्टाचारको अन्त्य। सबै लगभग एकचोटि सरकारमा गइसके तर पनि भ्रष्टाचारको अन्त्य हुँदैन। अब देशलाई बचाउने चाहिँ कसरी हो सोध्नु